नमस्ते मेरो सम्पूर्ण साथीहरुलाई। आज हामी यस्तो ठाउँ देखाउँदैछु तपाईहरुलाई। सुरुवात चाहिँ हेटौडादेखि हुँदैछ हैन। म धेरै पछि मेरो युट्युब च्यानल मार्फत आउँदैछ। हामी भूतको कुराकानी पनि तपाईहरुलाई देखाउने छ। मेरो पुरा भिडियो हेरेर साथ दिनु होला। मान्छेको आवाज जस्तो गुनगुनाउन थालेपछि म तर्सिए अनि यसो आँखा निहालेर हेर्दै गर्दा यति मिठो सुकुटी बनाउने तरिका। सिन्धुली मरिन भाइरल डाँडामा आएको छु हैन। यहाँदेखि चाहिँ सिन्धुली 53 किलोमिटर रहेछ हैन। टक्क हामी चाहिँ केटाहरुसँग मिलेर टक्क आएको छु। अनि यहाँ हाम्रो साथीहरु छ 4-5 जना सबै बाइकमा टक्क ल साथीहरु, तपाईले मेरो सुरुमा थम्बनेलको भिडियोमा मेरो भोइस सुनेर बुझ्नु भयो होला। पुरा भिडियो हेर्नु होला। म तपाईहरुलाई देखाउने छु है। हामी अब हाम्रो यात्रा सुरु भइसकेको छ। यसरी माछा मारेछ केटा हो, काँडले उनेर लक्क थकौली सेक्रेर। माछा भन्ने चीज कति मिठो होला। आफू त सुतेन सुत्ने चिजलाई पनि टर्च बालेर उठाई माछा मार्नेहरू। मान्छेको आवाज जस्तो गुनगुनाउन थालेपछि म तर्सिए अनि यसो आँखा निहालेर हेर्दै गर्दा आँगै चिरिङ्ग भयो। बत्ती बालेर 3-4 जना मान्छेहरू मपट्टि फर्किन थाले। यो मुनिको भ्यू हैन। फर्केको अब हामी चाहिँ फर्केको हैन। ठक्क पारेर बत्ती पनि बोली पो रहेछ मेरो त। राम्रो नि त झन् सफा यस्तो दामी हैन। यहाँ चाहिँ पुरा तपाईको सल्लक यहाँ मुनिबाट कडाटो ड्याङ भनेर आइरहेछ। माइ गॉड, त्यो चाहिँ हुनुपर्छ के। ट्राई गर्दा हामी सिन्धुली मरिनमा अलिअलि यसो फेस पनि सो गरौँ है। ल मरिन खोलामा टक्क हामी चाहिँ ओ माई गॉड, अनि पो हुन्छ त यार। ल टक्क हामी चाहिँ यहाँसम्म आइपुग्यो हैन। सिन्धुली मरिन खोलामा त्यो पुल हेर्नु, यति लामो पुल छ कि ओ माई गॉड खतरा छ यार। ल यो भ्यू चाहिँ सर्लक्क सबजनालाई। यो बागमती खोलाको पुल बनाउनलाई चाहिँ धेरै समस्या आएको थियो रे के। कहिले काहीँ बाढीले यो पुलै भत्काइदिने हैन। कहिले चाहिँ अब जति बनाउँदा नि त्यहाँ खोलामा नअडिने रे के। यति सङ्घर्षले जोडेको पुल भनेर चाहिँ भनिन्छ के। यो पुल मकनपुर र हाम्रो सिन्धुली जोड्ने बागमती पुल चाहिँ एकदमै सङ्घर्षले बनाएको रे। हाई गर्दैछ हैन मेरो साथीहरु। ल अब हामी पुनः लाग्दैछौँ फेरि। सिन्धुली र मकनपुरको बोर्डर बागमती खोला सर्लक्क यहाँ चाहिँ त्यो दामी छ हैन। अनि हामी चाहिँ पुरा घुमेर आएको। यहाँ चाहिँ लामो पुल छ, राम्रो छ बाटो हैन। तपाईहरु पनि आउन सक्नुहुन्छ लक्क बाटो। ल यो सिन्धुली मरिन भाइरल डाँडामा चाहिँ हामीले के कस्तो सुविधाहरू छ भनेर देखाएको हैन। यहाँ टक्क बस्ने ठाउँ छ, वरिपरि रुखहरू, एकदम राम्रो जङ्गल छ हैन। एकदम फोटो खिच्नलाई चाहिँ, भिडियो बनाउनलाई चाहिँ भाइरल ठाउँ हो। तपाईहरु पनि आएर रमाइलो गर्न सकिन्छ। कापरबारीको भाइरल पुल के हैन पा। यहाँ चाहिँ टिकटक बनाउनेहरुको एकदमै चहल पहल हुन्छ। कापरबारी बजार। ल तपाईहरुलाई जति पनि भिडियोहरू मैले देखाएँ एकदमै रमणीय ठाउँहरू पनि थियो हैन। अनि भूतसँगको कुराहरू चाहिँ मैले सबै देखाउन पाएन तपाईहरुलाई, किनकि एक त मलाई पनि डर लाग्यो हैन।
हुन्छ नि भूत भनेपछि अब त्यति राति हैन अब त्यत्रो राति 1 बजे भिडियो खिचेको थियो अब मन पनि अत्तालियो हैन सबै कुराहरू देखाउन पनि हुन्छ नि मन अत्तालिएपछि त्यो क्याप्चर गर्न पनि भएन अब क्यामेरा थिच्यो भने कहिले क्यामेरै थिच्नु बिर्सिँदो रहेछ हैन अनि कहिले चाहिँ अब त्यो के मनै कता ध्यानै अर्कैतिर गयो के फेरि पनि अर्कोचोटि गएछ भने तपाईहरुलाई देखाउने छु मेरो भिडियोहरु चाहिँ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला र तपाईहरु पनि साथीहरु मिलेर यो बाटो घुम्न आउन सक्नुहुन्छ एकदम राम्रो बाटो छ यो बाटो चाहिँ तपाईहरु काठमाडौँ देखि धरानसम्म पनि जानु एकदमै सजिलो छिटो र राम्रो बाटो हो तपाईहरुलाई ठाउँ-ठाउँमा खान बस्नको लागि सबै सुविधाहरू छ यो चाहिँ बागमती गाउँपालिका हो हेर्न सक्नुहुन्छ यहाँ पनि एकदम राम्रो ठाउँ छ आउनु होला यो बाटो तपाईहरु कतिलाई त थाहा होला हैन अब हिँडिरहने मान्छेहरुलाई कतिलाई थाहा नहुन पनि सक्छ यो बन्दै गरेको बागमती गाउँपालिकामा हस्पिटल हेर्नु कति ठुलठुलो प्रगतिहरू भएको छ यति राम्रो बाटो छ तपाईहरु आउनु होला हैन जति जति हामी आएर चाहिँ हुन्छ नि यो फोटो भिडियोहरू क्याप्चर गरेर जति जति सोशल मिडियाहरुमा हाल्दै जान्छ सबैले थाहा हुन्छ अनि त्यसपछि आउने हो के अब त्यो सोशल मिडियामा नहालेपछि त कसैले नि देखा हुँदैन हैन यता पनि धेरै घुम्न लायक ठाउँ अनि बस्नको लागि सुविधाहरू पर्याप्त मात्रामा छ यति राम्रो भ्यूहरू हेर्दै यति राम्रो बाटो हेर्दै यति आनन्दको बाटो यात्रा गर्नलाई चाहिँ हुन्छ नि किस्मत चाहिँ हाम्रो राम्रै रहेछ हैन यति बन्यो र हामी यसरी आउन पाइयो विगतको लाई सम्झिने हो भने त हैन कयौं कच्चा बाटोहरुमा हिँडेर पनि हामीले यात्रा गरियो हुन त सबै ठाउँमा यो सुविधाहरू पुगेको छैन अझै पनि कति गर्न बाँकी नै छ तर धैर्य गर्नुपर्छ पर्खिनुपर्छ बिस्तारै सबै समस्याको हल हुन्छ अनि प्रतीक्षाको फल मिठो हुन्छ भन्दै साच्चै त्यो चाहिँ मैले पाएँ हैन तपाईहरु पनि आउनु होला अनि घुम्न होला जिन्दगी भनेको के छ र आज छ भोलि छैन हैन मृत्यु कसले देखाएको छ र हैन त्यही भएर साथीभाइहरु ग्यादरिङ गरेर रमाएर हैन आफ्नो फ्यामिलीसँग साथीभाइहरुसँग यसरी सम्झना बिर्सनाको यात्रा गर्दाको अनुभव चाहिँ आनन्द लाग्दो हुँदो रहेछ हुन त कतिलाई थाहा पनि होला हैन त्यो भएको कारण गर्दा ल साथीहरु है सबैजनाले हेर्दिनु भयो सुन्दिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद फेरि सब्स्क्राइब गर्नु चाहिँ नछुटाउनु होला भन्दै आजको यो भ्लगबाट चाहिँ म छुट्टिन चाहन्छु बाइ बाइ